आजको सानो ब्लगमा म आइटिपिएफ पाइप एन्ड फिटिङको एउटा टेक्निसियन मिटमा सानो कार्यक्रममा जाँदाको सानो क्लिपहरू मार्फत ब्लग सुरु गरेको छु। यहाँ पार्टीमा आइसकेको छु र पार्टीको कार्यक्रममा यहाँ यस्तो किसिमको सम्पूर्ण जानकारी सहितको एउटा नेम प्लेट सहितको एउटा क्याटलग्स दिनुभएको। त्यो अनुसार यहाँ फिटिङहरू सम्पूर्ण रहेछ। म सब चेक गरेँ, एक फिटिङहरू सब ठिक लाग्यो भने अनि त्यसपछि यहाँ एसडिपी पाइप पनि रहेछ। त्यस्तै गरी सिपिबिसी पाइपहरूको सम्पूर्ण फिटिङ सम्पूर्ण रहेछ र पिपिआरको फिटिङको सम्पूर्ण फिटिङ। विशेष भनेको यो कम्पनीले पिपिआरको पाइप फिटिङहरूको बारेमा सम्पूर्ण जानकारी सहितको एउटा कार्यक्रम पनि रहेछ। हामी चाहिँ यहाँ फिटिङको बारेमा हेर्छौँ र सरसँग सम्पूर्ण थोरै गरेर कार्यक्रमको बारेमा पनि जानकारी लियौँ। अनि त्यसपछि यो कार्यक्रम सरले चाहिँ सम्पूर्ण त्यसभित्रको जानकारी र त्यहाँका फिटिङको के कस्तो छ गुणस्तर सम्पूर्ण बताउनु भयो। उहाँले अब एउटा कार्यक्रम मार्फत सम्पूर्ण त्यहाँका फिटिङहरू कसरी बन्छ, कम्पनीको बारेमा र कम्पनीको सम्पूर्ण स्थिति र त्यहाँभित्र हुने फिटिङहरूको मिसिनहरूको बारेमा प्रोजेक्टर मार्फत आफ्नो सम्पूर्ण जानकारी दिनुभयो। अनि हामीले सामान्य फिटिङहरूका पनि अवलोकन गऱ्यौँ। त्यस्तै गरी यहाँ टेक्निसियन साथीहरू पनि बिस्तार सबै आइपुग्नु भयो र यो कार्यक्रममा प्रोजेक्टर मार्फत सम्पूर्ण जानकारी दिइरहेको डेमो पनि हेऱ्यौँ। उहाँ सरले यस्तो किसिमले सम्पूर्ण जानकारी दिनुभयो। अनि हामीले सम्पूर्ण जानकारी लिइसकेपछि त्यहाँ काम गर्ने तरिकादेखि लिएर हरेक कुराको बारेमा जानकारी गर्नुभयो। टेक्निसियनहरू आउँदै हुनुहुन्छ र कोही आइसक्नु भएको छ। हामी चाहिँ यहाँ लगभग करिब 150 जना टेक्निसियनहरू जम्मा भइसकेका छौँ। यो चाहिँ हाम्रो बुटोल रूपन्देहीमा अवस्थित सम्पूर्ण टेक्निसियनहरूको लागि एउटा मौका जस्तो पनि हो र टेक्निसियनहरूको आफ्नो पारिश्रमिक वा आफूले काम गरे अनुसारको कुपनहरू मार्फत पैसा वितरण कार्यक्रम पनि रहेछ। त्यो पनि हामीले सम्पूर्ण कलेक्ट गरियो र आफूमा एक आपसमा भेट्ने मौका पनि जुरायो आइटिपिएफले। त्यस्तै गरी हाम्रा पुराना साथीहरू र पुराना ठेकेदार मित्रहरू पनि यहाँ आउनुभएको रहेछ। सम्पूर्णसँग हामीले बिस्तारै गरेर चिनजान गर्ने मौका पनि मिल्यो। अब यहाँ हाम्रो एकदम पुरानो बुटोलमा रहेको दाइसँग पनि भेट भयो। बुटोलमा काम गर्दै गर्नुभएको र उहाँहरूले नै लगभग टेक्निसियन उत्पादन गर्नुभएको रहेछ। उहाँहरूसँग धेरै कुरा भयो। अनि उहाँहरूसँगको सानो भला कुसारीसँगै बसेर एउटा सम्झना स्वरूप फोटो पनि लिइयो। यो चाहिँ डिल्लीराज सर, जुन धेरै पुरानोदेखि टेक्निसियनमा काम गरिरहनु भएको छ प्लम्बिङको। त्यस्तै गरी म पनि एउटा प्लम्बरको रूपमा यहाँ मिटोमा गएको थिएँ। जुन प्लम्बिङ क्षेत्रमा हामीले लगभग 11-12 वर्ष काम गर्दा यस्तो कार्यक्रम वर्षौँ पछि हुन्छ। वर्षौँ पछि हामीले यस्तो किसिमको कार्यक्रम गरिरहेका छौँ र हामी त्यसमा सहभागी पनि भइरहेका छौँ। अब यहाँबाट हामीलाई धेरै कुरा फिटिङहरूको बारेमा अनि कम्पनीहरूले कसरी बनाउँछ, के सम्बन्धी कम्पनीले हेर्छ भन्ने सम्पूर्ण जानकारीहरू सरले बताइसकेपछि हामीलाई पनि केही हौसला मिलेको छ। त्यस्तै गरी हामीले आजको कार्यक्रम अनुसार सम्पूर्ण काम सकिसकेपछि वा हामीले त्यहाँ जानकारी लिइसकेपछि सामान्य खानपिन कार्यक्रम पनि रहेछ। खानपिन कार्यक्रममा हामीले त्यहाँ भएका विभिन्न आइटमहरू पनि अवलोकन गर्दै झोलादेखि लिएर फिटिङका आइटम टुल्सहरू पनि लिइसक्यौँ। अब यति गरिसकेपछि हामीले यहाँ सम्पूर्ण फिटिङहरूको बारेमा फेरि पुनः अवलोकन गर्दै साथीहरूसँग भेट्दै खानपिन पनि कार्यक्रम सुरु गरिसकियो। अब चाहिँ हाम्रो यहाँ लाइन लागेर सम्पूर्णले खाना खाने भनेर लाइन पनि लाग्दै हुनुहुन्छ टेक्निसियन साथीहरू। त्यस्तै गरी म चाहिँ अब स्टेजमा गएर सानो डेमो प्रस्तुत गरेँ। साथै मैले साथीहरूसँगको भिडियो पनि क्लिप गरेँ र उहाँहरूलाई हाम्रो समस्या अनि त्यहाँ भएका हामीले काम गर्ने क्रममा हुने समस्याहरूको बारेमा पनि सम्पूर्ण साथीभाइसँग छलफल गरियो। त्यस सँगसँगै हामी सम्पूर्णले खाना पनि खाइयो। अब चाहिँ यहाँ चाहिँ यस्तो किसिमले टक्क सजाएको रहेछ। यो चाहिँ होटल पौवामा भएको कार्यक्रम हुँदा त्यहाँको
हलहरूको पनि अवलोकन गरियो। त्यस्तै गरेर आजको मिट चाहिँ